इजरायली सेनाले बिपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्याइएको पहिलो महिनामै भएको बताएको छ। बिपिनको शव सोमबार अबेर राति हमासले इजरायललाई हस्तान्तरण गरेको थियो। शव परीक्षणपछि आइडिएफले एक्स अर्थात् पहिले ट्विटरमा वक्तव्य सार्वजनिक गर्दै बिपिनको मृत्यु बन्धक बनाएर गजा पुर्याइएको पहिलो महिनामै भएको जनाएको छ। आइडिएफले बिपिनको हत्या भएको पनि बताएको छ। युद्ध सुरु भएको पहिलो महिनामै उनको हत्या भएको थियो, आइडिएफले एक्समा लेखेको छ। अर्का बन्धक गाय इलुजको भने समयमै उपचार नपाएर मृत्यु भएको खुलेको आइडिएफले जनाएको छ। फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने आइडिएफले जनाएको छ। इजरायलमा 2080 असोज 20मा हमासको आक्रमणमा परि 10 नेपाली विद्यार्थीको ज्यान गएको थियो। बिपिनलाई भने हमासले बन्धक बनाएर गजा पुर्याएको थियो। बिपिनको रिहाईको पहलका लागि आमा पद्मा र बहिनी पुष्पा जोशी असोज 9मा अमेरिका गएका थिए। उनीहरू इजरायल नै पुगेर बिपिनको रिहाईका लागि पहल गर्न त्यहाँको सरकारलाई आग्रह गरेर फर्केपछि अमेरिका गएका थिए। असोज पहिलो साता हमासले नियन्त्रणमा रहेका बिपिन जोशीसहित 48 जना बन्धकको विदायी तस्बिर भन्दै सार्वजनिक गरेको थियो। हमाससँग बाँकी रहेका 48 बन्धकमध्ये जीवित रहेका 20 बन्धक रिहा भइसकेका छन्। बिपिनको जीवित नरहेको कुरा सोमबार मात्रै थाहा भएको थियो। आइडिएफले दूतावासलाई पनि उनी जीवित नरहेको भनेको थियो।